हेलो एभ्रिवान, नमस्ते नमस्कार एन्ड स्वागत छ यहाँहरूलाई गाउँले बुहारी ब्लगमा। म तपाईँकै गाउँकी बुहारी रिता प्लामीको तर्फबाट नमस्ते स्वागत गर्न चाहन्छु आजको नयाँ ब्लगमा साथीहरू। होइन, आज पनि फेरि मैले अर्को नयाँ ब्लग लिएर आइसकेको छु साथीहरू। हालसम्म चाहिँ म सन्चै छु। होइन, मेरो बालबच्चा चाहिँ अलिक बिसन्चो छ र हजुरहरू चाहिँ सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथमा आजको ब्लग सुरु गरेँ साथीहरू। म चाहिँ आज पनि किचनबाटै छु। आज चाहिँ मैले प्राय खानाहरू पकाइसकेको छु। होइन, अनि यहाँ मेरो भुजिया छ। होइन, यहाँ मेरो दाल छ। यो मैले आलु र के अरे के भन्छ ब्रोकौलीको तरकारी पकाइसकेको छु भने यहाँ मेरो साग पकाउनलाई रेडी गर्दैछु। यो मेरो भात पाकिसकेको आज भात फ्याच गएछ कि साथीहरू। अनि मैले चाहिँ यहाँ साग पकाउन रेडी गरिसकेको छु साथीहरू। होइन, अनि मेरो छोरा चाहिँ सानो चाहिँ खेलेर दुल्लै दुलो भएर आएर अहिले आएँ। ह्यान्ड वास गर्यो, ह्यान्ड वास गरेर आएको। उसलाई भुजिया भनेपछि चाहिँ मरि हत्ते हुन्छ। होइन, अनि भुजिया भनेपछि चाहिँ भुतुक्कै हुन्छ, त्यही भएर उसले भुजिया खानको लागि चाहिँ ह्यान्ड वास गरेर आइसक्यो। अनि भुजिया दिन्न, यहाँ छ भुजिया, लिनुहोस्। थ्याङ्क यू, वेलकम वेलकम। ल, भुजिया भएपछि भुतुक्कै बिहान अन्डा हालेर भुटीमाम गरिदिएको खाइरहेछ। म पनि त्यही भुटीमाम खाँदै खाना बनाउँदैछु अहिले। होइन, अनि भुटीमाम गरिदिएको अन्डा हालेर नचाहियो अरे भुटीमाम चाहियो, के अरे भुजियामाम चाहियो अरे, दालमाम भुजिया चाहियो अरे। त्यही भएर फेरि दालमाम पकाइदिरहेको छु, दालमाम भुजिया पकाइदिइसकेको छु। अनि अब चाहिँ साग पकाइदिनु पऱ्यो। अलि हरियो पऱ्यो पनि त खानु पऱ्यो नि साथीहरू। अनि पहिले चाहिँ त्यो भ्यालेन्टाइन डेको के जाति डे सुरु भइरहेको रहेछ। होइन, म चाहिँ त्यति वास्ता लाग्दैन क्या। अब भर्खर पर्ने बेलामा त वास्ता भएन है। अहिले त बुढी भइसक्यो, त्यही भएर वास्ता हुँदैन पनि। अब नदिएर पनि हो कि आफूले पनि नदिएर हो कि अब उताबाट पनि नपाएर हो कि बुढातिरबाट पनि नपाएर हो कि त्यो मतलबै हुन छोडिसक्यो क्या साथीहरू मलाई चाहिँ। होइन, अनि आज खै के डे हो रे, म त त्यो डे पनि याद गर्दिनँ है। अनि म चाहिँ आफ्नै डेमा निरन्तर लागिरहेको हुन्छ, आफ्नै डे सुरु भइरहेको हुन्छ, आफ्नै डे इन्ड भइरहेको हुन्छ। अब आजको काम अब बल्ल सकियो भन्ने हुन्छ। होइन, भोलि फेरि यही काम सुरु हुन्छ साथीहरू। निरन्तर त यही डेमा व्यस्त छु। अनि अरू डे के पत्ता हुनु थाहा हुनु, यसरी टक्क लाएर भोक लागेको चाहिँ थाहा हुन्छ क्या। खानु पनि हुन्छ, खाँदै पकाउँदै। त्यसरी गर्ने बानी राम्रो होइन भन्छ। होइन, अनि मेरो चाहिँ जुठो नहाल्नु त हो नि भन्ने सोच्छु। मेरो चाहिँ ठुलो भन्नाले, ठुलो मान्छे खाने भन्नाले ससुरा बा मात्र हुनुहुन्छ। होइन, अनि यता उता सासु ससुरा जेठाजु कि जेठान के भन्छ, जेठाजु जेठानी सबै भागो भए त मैले पनि बाटो पर्थ्यो होला। यसरी खाँदै पकाउँदै गर्नु मिल्दैन थियो होला। त्यही पनि त्यहाँ जुठो हाले होइन नि, म छुट्टै लिएर बसेर छु। होइन, यो कचरामा लिएर खाँदै पकाउँदै गरिरहेको छु साथीहरू। साग हाल्दै अब साग पाकेर चाहिँ ससुरा बाबा भात खानु पर्ने हुन्छ। नुहाउनु पर्ने छ साथीहरू। यत्रो लुगा धुँदा काम गर्दा भएन, यहाँदेखि उहाँसम्म सुकाएको लुगा दिन्छु। आजको दिन चाहिँ क्लिन छ क्या साथीहरू, घाम लागेर आएको छ। यो आँगनापट्टिको हो भने दृश्य हो यो मेरो बारीपट्टिको, यो मेरो गाउँबारी यस्तो भएको छ साथीहरू। अनि हो पर आँपको बगैँचा देख्नु भएन, यो सबै आँपको बगैँचा मेरै हो। आँप पनि फुल्न थालेको छ, आँप पनि फुल्न थालेको छ साथीहरू। आँप फल्ने बेलामा आँपको सिजनमा देखाउने नै छु। पहिलाको भिडियो हेर्नुभएको छ भने तपाईँहरूले थाहा पाइसक्नु भएको। होइन, पोहोरको आँप फल्ने सिजनमा पनि मैले देखाएको थिएँ।
साथीहरुमा चाहिँ नाइस तरिकाले खाना खान थाले हैन। खाना चाहिँ यहाँ छैन। यो भयो मुलाका अचार, यो भयो राईको साग, यो भुजिया भयो। यो चाहिँ देख्न सक्नुहुन्छ ब्रोकाउली र आलुको तरकारी। अब म खाना बसे साथीहरु ज्याम पारेर खानु पर्ने हुन्छ। घाममा बसेर तातो घाममा बसेर खाना लाग्छ। अहिले के खान्छ त्यसले? सुते ह त डल्लु चाहिँ यता सुतेको छ साथीहरु। म चाहिँ खाना खाइरहेको छु। दिदी अब मोबाइल चलाउन स्टार्ट, यो पानी खेल्न स्टार्ट। म चाहिँ खाना खान स्टार्ट। हजुर साथीहरु म भने नुहाएर आइसकेको छु हैन। अहिले चाहिँ टक्क लाएर म नुहाएर आइसकेको छु। यति कपडाहरु पनि धुइसकेको छु। खाना खाएर भाडा माझेर अनि कपडा धुएर नुहाएर पनि आइसकेको छु साथीहरु। नुहाउँदा मैले एउटा कुरा याद गरे के मेरो बुवाले देखेको यो लिची त संग्रङ सुकेछ साथीहरु। हिजो भर्खरसम्म मैले के भने नि यो त मज्रेन यसपालि भनेको हेर्नु सबै पाउला पलाएको थियो हैन। हिजोसम्म राम्रो देखेको लिची आज त सबै गाछिने बोटे सुदा पुरै सुकेको छ। केही भएन है, फेदमा पनि केही भएन है। मर्केको पनि छैन। पानी नभएर हो कि मर्या। म त छक्क परे। यहाँ चाहिँ म खाल्टो खनेर पानी हालिदिन्छु भन्ने सोचिरहेको थिएँ हैन। मैले अस्ति खाल्टा खन्नै सकिनँ। हेर्नु न मरेछ के। यस्तै त नमर्नु पर्ने। पानी नहुँदाखेरि त नमर्नु पर्ने। त्यही पनि भरे एक बाल्टिन पानी हालिदिन्छु। यो न बाँचिहाल्छ के है। तर के सबै गाछिने बोटै सुदा खिङ्रिङ मरिसक्यो के। पानी हालेर बाँच्छ होला त यो। मर गेलै हाम्रो लिची, मर गेलै। मर्यो लिची मर्यो साथीहरु, लिची मर्यो। म चाहिँ नुहाइसकेर अब टक्क काम सक्यो भन्नु पनि मिले छैन क्या। अरू काम फेरि स्टार्ट हुन थालिसकेको छ। तर जोडा चाहिँ छैन भाइ। आइज त छाम मोबाइल हेर्नु भनेपछि व्यस्त हुने। यो मेरो छोरा खाए जोरा आयो भनेर आफू चाहिँ स्कुल नपठाइ राख्यो। जतै थर्मिन्टरले नाप त छैन। दबाई खानुपर्छ अनि 3 टाइम खाएर अनि जोरा आएन भने अनि त्यसपछि यता आमा छोरीहरू चाहिँ उहाँ कोही उखु टोक्दै कोही झोलङ्गमा अल्लिँदै छ। यहाँ यत्रो न्याउरी मुसा आएको थियो नि अहिले। न्याउरी मुसा आएर कुखुराहरू नलानु सक्छ। त्यसले न्याउरी मुसाले समाते नै भन्नु नि यत्रो कुखुरा लानु सक्छ त। दुईटै हात यहाँ दुईटै हात। ए मसिनो चल्ला हिजो त्यो काका मसिनो चल्ला लिन खोज्न आएको थियो। त्यो चल्ला यत्रै छ के कहिले ठुलो हुनु त। साथीहरु यसो घाम तापेर बस्नु पर्यो। घाम ताप्नु पर्यो एकछिन भने पनि। अनि अघि नाप्यो भने हैन र त्यतिकै भनेको थिएँ। अघि नाप्यो भनेर मैले कहाँ राख्छु मलाई त्यो दाँत हल्लाइदिउँ। यसको दाँत हल्ल्या छ साथीहरु। गए जानु आज त ब्रस पनि गरेको छैन। दाँत पनि सुन जस्तै पहेँलो भएछ। सुन महँगो भएको छ। मेरो छोराको दाँतको कानमा लाएर हिँड्नुपर्छ गाडी हैन। हटुदा साथीहरु यसको दाँत हेरिदिनु होला। पहेँलो दाँत, सुन जस्तो दाँत है। ओ सुन जस्तो दाँत हल्ला भनेको त यहाँ त मेरो फुच्चीहरूले बोटुको यहाँ फालेको
के चाहियो रे भुजिया छैन सबै खाइदिएछ दादाले भुजिया खाइदिएन र बोटुको सोटुको त्यहाँ फ्याल्दै गर्नु नि यसले दादा रुख त्यसलाई मैले यस्तो कारबाही गर्छु आउ त मेरो छोराको फेभरेट भुजिया त सबै खाइदिएछ भुजिया माम खाइदियो दादा चाहिँले उसलाई खोइ त दादा पनि हरायो त यहाँ छु न चोको चोको किनिदिन्छु नि त तर लागिरहेछ के गर्नु के भोक लागिरहेछ त्यत्रो भात खाएर पनि भोक लाग्यो कान त्यत्रो दिँदै थियो कति थियो रे यति त्यत्रो मन खाएर भात साग भुजिया सबै भाइको पाक पनि खाइदिएर अनि दाजी यति थियो रे अब भरे साँझ खानु सबै धेरै धेरै अब अहिले यतिखेर के पकाउनु पसल गएर चाउचाउ साथीहरू हामी चाहिँ गाउँबारीमा आइसकेका छौँ घाँस काट्नको लागि यो चाहिँ हाम्रो घर रहेको छ देख्न सक्नुहुनेछ ब्याक पछाडितिरबाट यो हाम्रो गाउँ रहेको छ आज हरियालीमा बसेर हाम्रो गाउँ देखाउँदैछु साथीहरू नजाऊ न गाउँबारीभित्र बाबु अब जम्बी आयो जम्बी आमा जम्बी आएको नि गाउँमा हाडेर लास्टै गरे साथीहरू यसले गाउँमा हाड्यो क्या गाउँमा हाड्यो जम्बी भनेर जम्बी आइसक्यो छिट्टो भाग के गर्नु र अनि यो रहेको छ हाम्रो गाउँ साथीहरू म चाहिँ यहाँ गाउँबारीमा घाँस काट्न आएको यसले गाउँमा हालेर नष्ट गर्ने भयो के गर्नु बाबु घर जानुहोस् यसले त अहिले आइसतिर घोच्यो भने नि आया हुन्छ आइजमा यसले आइजमा घोच्यो भने आया हुन्छ आइजमा घोच्यो भने होइन कमिलाले पनि टोक्दिन्छ यहाँ ब्याङ्गे कमिलाहरू पनि छ टोक्दियो नि छैन बाबु कमिलाले पनि टोक्छ दाउराहरू सुक्या रहेछ साथीहरू मेरो हातको गाँसीमा त्यहाँनिर एउटा दाउरा सुक्या रहेछ दाउराहरू सुक्या रहेछ झार्नु पर्ने घरमा चाहिँ दाउरा सकिएर बसेको छ त्यही पनि म त चुलामा पकाउनु सकिरहेन हो यसरी घाँस त कसरी काटिरहेको छु त त्यो मलाई थाहा साथीहरू हजुर घाँस काट्ने पनि अप्सन भएदेखि मैले बाख्रालाई खुवाउने अप्सन अरू नै भयो भने म घाँस पनि काट्दिनँ ती साथीहरू घाँस उखालिदिएँ यो छेउछेउमा चाहिँ पानी पटाएर रहेछ क्या नत्र चिसो छ साथीहरू बिचमा त चिसो छ अनि घाँसमा उनी आइरह क्या यसरी माटै आउँछ क्या कुनै कुनै ठाउँमा चाहिँ अलिक आएन फेरि गाउँबारीभित्र पस्नु पनि भएन क्या ऊ भइहाल्छ के अरे के भन्छ साथीहरू फुलेको छ नि त अहिले यो बेलामा पस्नु हुँदैन नि त गाउँमा अनि हजुर घाँस काट्नु पर्छ त तिमी घाँस काट्नुपर्छ त तिमी गाउँमा नहिँड त म त कस्तो क्या सबै सतो ततो पारिसक्यो हेर्नु न अस्ति घाँस त्यस्तै बनाएको थिएँ बाटो बनाइसक्यो यसले हुँदैन अब यसरी नहिँड्नु जम्बी अहिले उतेताबाट जम्बी आउँछ उताबाट अनि चित्त लान्छ नि जम्बीले बोकेर लान्छ घर जाऊ मोबाइल दिन्छु घर जाऊ हस् घर गएर मोबाइल हेर हस् ल साथीहरू म चाहिँ मोबाइल दिएर भन्यो भने फकाएर पठाउनु पर्ने छ मम्मी घर आउँछु घाँस काटेर हस् बाबु घर गएर मोबाइल हेरिबस्नुहोस् साथीहरू मेरो चाहिँ रात्रिकालीन भान्सा तयार हुँदैछ आज चाहिँ के पाक्दैछ भन्नु होला आज चाहिँ मेरो घरमा रोटी पाक्दैछ साथीहरू चाहिँ रोटी पकाउँदैछु है अब बाबुको लागि चाहिँ रोटी खाना खोज्न जानुपर्ने होला मेरो सानो बाबुले चाहिँ रोटी खाँदैन
कसको घरमा पाकेको छ। गाउँमा बस्नुको फाइदा यही हो क्या, खोजेर पनि पाइन्छ क्या। यसो यताउता दिदीहरूको घरतिर छरछिमेकमा खोजेर पनि पाइन्छ क्या। गाउँमा आउनुको फाइदा चाहिँ साथीहरू चाहिँ रोटी पकाउनु कति बजेको हो। यो चाहिँ यस्तो मजाको राम्रो रोटी बनेको छ। फर्स्टको रोटी दामी भएको छ, फुलिएको छ। धेरै दिनपछि पकाएँ साथीहरू मैले रोटी भान्सामा। जानै मिल्दैन के, अब बच्चाहरूलाई हामी ठुलो मान्छेले रोटी खायो, बच्चाहरूलाई के खुवाउने भन्ने हुन्छ क्या। अनि जम्मा 4जना, बुवा म ठुलो मान्छे, सानो 2टा होइन। अनि यति खाना पकायो भने पनि 2जनाले खाएर उब्रि नै हाल्छ। 2-4 यति पिठो मिस्यो भने नि उब्रिहाल्छ। त्यही भएर हजुर दादालाई ज्वरो आएको छ र त यहाँ खाना फटाफट पकाउँदैछु दबाई खाना दिनलाई। हो पानी दिएको दादालाई। तातो पानी दिइसक्यो तिमीले दादालाई पानी? चिसो पानी दिइसक्यो? तातो पानी खानिदिनु पर्थ्यो छोरो। दामी फुलेको छ यो रोटी पनि। वा थाहा पोलो पनि के गरेको छानु तिमीले? त्यस्तो नगर न यार छोरा। के हो र? फिल्टर। यस यस। ट्याप ट्याप धारा। यस पानी आउने। रुक न, गर्मी आएपछि मम्मी रेडी गर्छ त्यसमा। ओके त्यो डब्बामा पानी हाल्छु, गर्मी आउन देऊ। हस्